नमस्कार, टिस्टा टाइम्सको र्यापिड न्युजमा यहाँहरूलाई स्वागत छ। तपाईहरुको साथमा छु म आनन्द छेत्री। प्रस्तुत छ अहिलेसम्मका प्रमुख समाचारहरू। विधानसभा चुनावमा पार्टीको हारपछि पहिलोपल्ट दार्जिलिङमा आज पत्रकारहरूलाई सम्बोधन गर्दै पहाडमा शान्ति भङ्ग हुन कहिले नदिने, यदि विमल गुरुङले 14 मईमा लालकोठी घेराउ गर्छ भने त्यही दिन म दार्जिलिङमा शान्ति जुलुस निकाल्नेछु भन्दै जिटिए चिफ तथा बीजेपी अध्यक्ष अनित थापाले दिए कडा चेतावनी। गोरा मोमो समर्थकहरूद्वारा खरसाङ रोहिणी टोल प्लाजा आजदेखि बन्द। खरसाङको रोहिणी रोड अर्थात् सुभाष घिसिङ मार्गमा रहेको टोल प्लाजामा वर्तमान जिटिए सरकारले अवैध रूपमा ट्याक्स उठाएर त्यसको दुरुपयोग गरिरहेको आरोप लगाउँदै अबोपरान्त कसैले पनि यहाँ ट्याक्स नदिने सबै चालकहरूसित गरे अनुरोध। भाजपा दार्जिलिङ जिल्ला समितिका सदस्यले आज वर्तमान राजनीतिक परिस्थितिबारे पत्रकार सम्मेलन गरेर विपक्षी नेताहरूको अभिव्यक्तिको कडा शब्दमा निन्दा गर्नका साथै सामाजिक सञ्जालमा भाइरल भइरहेको जिटिए अध्यक्ष अनित थापा र राज्यसभा सांसद हर्षवर्धन श्रृङ्खलाको पुरानो तथा भ्रामक तस्विरप्रति जनाए आपत्ति। शुभेन्दु अधिकारीका पिएको हत्या प्रकरणमा प्रयोग गरिएको गाडीको नम्बर प्लेटको लिङ्क सिलगढीसँग जोडिएपछि पुलिस सक्रिय। सीसीटीभी फुटेजको आधारमा नम्बर प्लेटको जाँच गर्दै पुलिसले गाडी मालिक विलियम जोसेफलाई थानामा बोलाएर गरे केरकार। आफ्नो गाडीको नक्कली नम्बर प्रयोग गरेको तिनको दाबी। भारतीय जनता पार्टी खरसाङका प्रतिनिधि मण्डलले खरसाङ महकुमा शासक तथा खरसाङ महकुमा पुलिस अधिकारीसँग भेट गरेर आज खरसाङ नगरपालिकाका सम्बन्धित सम्पूर्ण फाइलहरूको सुरक्षाको माग गर्दै बुझाए ज्ञापन पत्र। दार्जिलिङ विधानसभा आसनका नवनिर्वाचित भाजपाका विधायक नमन राईलाई सहयोगी दल क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीको दार्जिलिङ स्थित पार्टी कार्यालयमा जनाइयो भव्य स्वागत। त्यसअवधि पार्टीका नेतृत्वगण साथै कार्यकर्तालाई सहयोगको निम्ति विधायक राईले दिए विशेष धन्यवाद। आँगनबाडी कर्मीहरूले आज खरसाङ विधानसभाबाट नवनिर्वाचित भाजपाका विधायक सोनम लामालाई औपचारिक भेट गरेर दिए जितको हार्दिक शुभकामना तथा बधाई। यस भेटघाट अवधि भाजपाको नयाँ सरकारले आँगनबाडी कर्मीहरूको समस्या समाधानतर्फ ठोस पहल गर्ने विधायक लामाले दिए आश्वासन। पुलबजार बिजनबारी गोक समष्टि अन्तर्गत अप्पर किजोङ शाखामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र इन्डियन गोर्खा जनशक्ति फ्रन्टका मोट 39 घर परिवार औपचारिक रूपमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चामा भए सामेल। चिया बगानका श्रमिकहरूको पीएफ ग्रेजुटी लगायत अन्य मागहरूलाई लिएर लङदुई चिया बगानका श्रमिकहरूले आज श्रमिक भवन अघि गरे विक्षोभ प्रदर्शन। चिया बगानका समस्याहरू कसैले पनि समाधान नगरिदिएपछि आफूहरूले बाध्य भएर आफ्नो हक अधिकारको लागि अघि आएको श्रमिकहरूको दावी। दार्जिलिङ विधानसभा सिटमा भाजपाको जितसँगै राज्यमा पनि भाजपाको सरकार गठन हुने निश्चित भएपछि खुसीको माहौलसँगै पार्टी कार्यालयमा अध्यक्ष विमल गुरुङलाई भेटेर बधाई दिने गोजामुमु समर्थकहरूको बिहानदेखि नै हुइचो। विधानसभा चुनावपछि समष्टि स्तरीय आफ्नो सङ्गठनलाई मजबुती गर्ने उद्देश्यले आज पार्टी अध्यक्ष विमल गुरुङले 39 नम्बर समष्टि साथै राष्ट्रिय राजमार्ग 10 का लागि गोर्खा जनमुक्ति मोर्चाका प्रमुख संयोजकको कार्यभार सुम्पिए अशोक छेत्री उर्फ अर्जुनलाई। अप सिन्दुरको पहिलो वर्षगाँठको अवसरमा जलपाडमा एउटा स्मृति दौडको गरियो आयोजना, जसमा आर्मी पब्लिक स्कुल र सेन्ट पल्स स्कुल दार्जिलिङका 350 जना विद्यार्थीहरूले गरे अंशग्रहण। युवाहरूमा साहस, एकता र राष्ट्रिय सेवाप्रति जागरुकता फैलाउने उद्देश्यले दौडको आयोजना। हवस् त दर्शकवृन्द, अहिलेलाई भने यति नै। हेर्दै गर्नुहोस् टिस्टा टाइम्स।